साबुनको गुणस्तर नाप्ने एउटा मुख्य वैज्ञानिक आधार छ टिएफएम, टोटल फ्याटी म्याटर, कुल चिल्लो पदार्थ। यसले साबुनमा वास्तविक साबुन बनाउने चिल्लो पदार्थ फ्याटी एसिड्स कति प्रतिशत छ भनेर देखाउँछ। यही चिल्लो पदार्थ नै साबुनको मुख्य सफा गर्ने तत्त्व हो र यसले छालालाई नरम राख्न पनि मद्दत गर्छ। सरल भाषामा भन्दा टिएफएमले साबुनको गुणस्तर वा शक्ति जनाउँछ। टिएफएम बढी हुनुको मतलब त्यसमा सफा गर्ने तत्त्व बढी छ र फिलर वा अन्य कमसल सामग्री पानीहरू कम छ। भारतको BIS ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड्स र नेपाल गुणस्तर तथा नापतोल विभागले पनि साबुनलाई टिएफएमकै आधारमा ग्रेड छुट्याएको छ। सामान्यतया मुख्य 3 ग्रेड छन्। ग्रेड 1 यसमा टिएफएम 76% वा त्योभन्दा बढी हुन्छ। यो सबैभन्दा राम्रो गुणस्तर हो, खास गरी नुहाउने साबुन, टोयलेट सोपका लागि उत्तम मानिन्छ। ग्रेड 2 यसमा टिएफएम 70% देखि 75% सम्म। यो मध्यम गुणस्तर भयो, सामान्य प्रयोगका लागि ठिकै हुन्छ। ग्रेड 3 यसमा टिएफएम 60% देखि 69% सम्म हुन्छ। यो चाहिँ कम गुणस्तरको साबुन हो। टिएफएम हेर्नु नै गुणस्तर थाहा पाउने सबैभन्दा भरपर्दो तरिका हो। प्याकेटमै लेखेको हुन्छ प्राय।